Hello everyone, good morning. I hope सबैजना ठिकै हुनुहुन्छ होला, म पनि ठिकै छु हो कि क्या. So happy New Year everyone. Like आज चाहिँ म चाहिँ गाउँ जाँदै गरेको, यो चाहिँ हामीले बिहानको खाजा खाएको. Like यो चाहिँ हाम्रो के भन्छ मुलकोट के भन्छ त्यो ऐना हुन्छ यो ठाउँमा चाहिँ खै यहाँ के देउता छ रे भन्दो रहेछ. Like यहाँ चाहिँ कति धेरै ऐना छ क्या, अनि ऐना त्यही बाटो हुँदै जानुपर्छ नि त हामी खोटाङ. सो आज चाहिँ म एकदमै एक्साइटेड छु है. अलिक लङ टाइम पछि म घर गएको. एकदम रमाइलो छ क्या, कति राम्रो सिनहरू देख्छ है. आनन्द क्या. ओ माइ गॉड, यात्रा हो, अलिक नमिठो त भइहाल्छ. सो त्यही पनि अब एक्साइटेड भएको बेला त के को थकाइन के हैन. सो एकदम रमाइलो हुन्छ. हजुरहरू पनि खोटाङ घुम्न आउन चाहनुहुन्छ भने चाहिँ भन्नु होला, म घुमाइदिन्छु हजुरहरूलाई. खोलाहरू हुन्छ यति ठुल्ठुलो माइ गॉड. त्यो पनि पुल हुँदैन हाम्रो गाउँमा. यतिकै खोलाबाटै गाडी तार्नुपर्छ क्या, एकदम गाह्रो हुन्छ. ओ माइ गॉड, त्यहाँ हेर्नु न यति धेरै डरै लाग्छ क्या, यति धेरै ठुलो खोला हुन्छ. हेर्नु त है. ओ गॉड, बगाएर लग्यो भने त सकियो. लाइक पुलहरू नै छैन क्या गाउँ तर्ने. अनि त्यही भएर खासै गाडी त जाँदैन थियो. आज फर्स्ट हामी चाहिँ अब अहिले बाटो बनायो भनेर चाहिँ हामी फर्स्ट तरेको हो. 2-3वटा खोला तरेर जानुपर्छ. यसरी ठुल्ठुलो हुन्छ क्या फेरि खोला. यसको बादमा अर्को पनि एकदमै ठुलो खोला छ क्या, तर योभन्दा पनि अझ ठुलो छ खोला चाहिँ. तर त्यो चाहिँ अलिकति अगाडि नै छ. लाइक एकदमै रमाइलो छ क्या गाउँ चाहिँ. तर कस्तो भन्ने त्यो विकसै छैन क्या, केही नै विकसितै छैन केही. सो त्यही भएर अलिक गाह्रो हुन्छ. तर पुगेपछि चाहिँ फेरि यति रमाइलो छ. घर कसम पुरा शान्ति हुन्छ क्या. पुगिसकेपछि चाहिँ त्यति धेरै गर्मी नै हुँदैन है, त्यति धेरै जाडो नै हुँदैन, लिमिट हुन्छ. तर अहिले चाहिँ फेरि चिसै रहेछ गाउँघरमा. सो त्यस्तो चाहिँ धेरै चिसो चाहिँ छैन, तर पनि एकदम रमाइलो छ क्या. त्यो पुग्नु मात्रै गाह्रो हो. बाटो चाहिँ एकदमै धेरै गाह्रो चाहिँ पुग्नलाई. बर्खा भएर बर्खामा त झन् जाँदैन, बर्खाको हिउँदमा मात्रै हो घरसम्मै गाडी पुग्ने चाहिँ. लाइक हामी चाहिँ फर्स्ट गाडी तारेको रे हिजो चाहिँ हामी आउँदा. सो अलिक लक्की नै रहेछौँ भनौँ न होइन, घरसम्मै गाडीमा जान पाइयो. हिजो फेरि हाम्रो एकदमै ढिलो हुन्छ क्या. हामी 2 बजे हिँडेको. यो दोस्रो खोला त्यो झन् ठुलो छ. माई गॉड, कसरी तर्ने होला. त्यो पुल छ नि, त्यसबाट बाइकहरू तार्नुहुन्छ क्या. एकचोटि त त्यहाँबाट खै को पनि खस्नु भयो रे भन्दै थियो. एकदम पुरा कस्तो भन्ने बिजोकै छ क्या गाउँघरमा. ओ माई गॉड, यस्तो हुन्छ. भित्र पुरै गाडीभित्र पानी पस्दो रहेछ. डरै लाग्छ. अलिक विकास गरिदेऊ न हो कि क्या. सो एकदमै गाह्रो छ हाम्रो गाउँ पुग्नुलाई चाहिँ. तर पुगेपछि चाहिँ साँच्चीमै एकदम आनन्द छ. सबै थोक अर्ग्यानिक क्या. ओ माई गॉड, आफैले बनाएको सबै थोक आफैले के भन्छ नि त्यो बनाएको क्या खानु पाइयो नि त. चिसो एकदम रमाइलो चाहिँ एकदमै रमाइलो छ. सो यस्तै हो साथीहरू. हाम्रो गाउँ हेर्नु होला, सबैजनाले माया गरिदिनु होला है. अझै हाम्रो यहाँबाट पनि पुग्नु चाहिँ टाइम लाग्छ. हामी गाडी नगएको भए चाहिँ हामी अघिको त्यो फर्स्ट खोलाबाट नै हामी पुरा हिँड्दै जानुपर्छ. त्यहाँदेखि त हामीलाई टाइम लाग्छ कति धेरै, 4-5-6 घन्टै समथिङ लाग्छ होला. हिँडेर गयो भने त हिँड्दै जानुपर्छ. यति धेरै भारी हुन्छ है. त्यसम्म त अलिक राम्रै थियो. गाडीमा सँगै हिँड्ने बच्चा त होइन, ऊ बहिनी हो. सँगै सुतेपछि एकदमै गाह्रो क्या. फेरि बाटो नि त्यस्तै. ओ माई गॉड, कति बिजोग भएको थियो उसको बाटो. फेरि त्यस्तै हुन्छ क्या, टर्निङ कुनै पुग्दैन. फर्काएर फेरि डबल गर्नुपर्छ. यत्रो छ रोड.
त्यो पनि झारहरूले हो घर टेन्सन लाग्छ हौ घर पुग्नै पुगेपछि चाहिँ फेरि रमाइलो चाहिँ एकदम रमाइलो लाग्छ हैन एकचोटि घुम्नु होला हजुरहरू पनि रमाइलो चाहिँ फेरि खोटाङ हो नि खोटाङ सक्छ त खोटाङेलाई हो कि क्या सो साथीहरू यस्तै हो है के बनाउँ भयो हेर्नु होला सबैजनाले गाडी यस्तो हुन्छ रोड यो रोड हो कि यो के हो पत्तै नपाउने गरेको क्या पुरै घाँस हुन्छ ओ माय गॉड हेर्नुहोस् ल एकछिन हजुरहरू म के भन्ने शब्दै आएन साथीहरू हामी चाहिँ अब राखा भन्ने ठाउँ निक्लिन आँटेको हो त्यहाँ पनि निक्लिनलाई चाहिँ अलिक टाइम लाग्छ त्यो कति 10-15 मिनेट लाग्छ होला एकदम कच्ची रोड छ क्या त्यही भएर कति टाइम लाग्ने क्या हामी यस्तो रोड अलिक राम्रो भए त हामीलाई धेरै टाइम त लाग्दैन हामी 12 आवर्समा त हामी घर समथिङ पुग्छ होला भन्छ भन्नुलाई चाहिँ तर खै त्यो अब पुगेको छैन अहिलेसम्म त्यही भएर खासै थाहा चाहिँ छैन लाइक अब त्यो त भन्छ तर एकदमै गाह्रो क्या ओ माय गॉड यस्तोमा हिँड्नु ज्यान दुखेर यति गाह्रो के भन्ने गाह्रो छ हामीलाई अनि त्यो पारी देखिरहेको त्यो बादल देखिरहेको चाहिँ त्यहाँबाट हामी त्यो डाँडाबाट आएको त्यसको त कतिवटा डाँडा कट्यौँ होला त्यो त थाहा भएन तर हामी त्यहाँदेखि आएको सो यो चाहिँ हाम्रो गाउँको के भन्छ वडा कार्यालय कि के हो वडा कार्यालय हो अनि म पढेको स्कुल चाहिँ त्यहीँ हो क्या नजिक अघि सुरुमा देखेको वाला यहाँबाट पनि हामीलाई हिँड्दै त पहिले हामी हिँड्दै आउँथ्यौँ 1 घन्टा लाग्थ्यो सो त्यही 1 घन्टै लाग्छ अहिले चाहिँ हामीलाई जानुलाई अब गाडीमा हो नि त 1 घन्टै त लाग्दैन लाइक त्यही 20-25 मिनट समथिङ लाग्छ होला पहिले त हामी हिँड्दै जानु पर्थ्यो यति कुद्थ्यौँ है तर बाटो एकदम कच्ची छ नि त हामी फेरि यतातिर चाहिँ काम गर्न आउनुपर्छ है के भन्छ पर्म के भन्थ्यो नि सो त्यसको लागि हामी आउनुपर्छ यतातिर काम गर्नु एकदमै धेरै आउनुपर्छ लाइक यो चाहिँ अब हाम्रो गाउँ छिरिम साथीहरू यो चाहिँ बादेल भन्छ वारी चाहिँ बाङदेल अनि यति धेरै खुसी त्यति धेरै टाइम त नभएको थिएन त्यही पनि म एकदमै धेरै खुसी थिएँ क्या योपालि किन हो सो अब चाहिँ हामी घर आइपुग्न आँटेको साथीहरू अब 5 मिनट लाग्छ है यसरी बारी काम यति धेरै हुन्छ गाउँमा के भन्ने है काम त सकिँदैन क्या जति गरे पनि काम आएको गर्छ यो चाहिँ हाम्रो माथिल्लो घर हो है अनि अब चाहिँ हाम्रो फाइनली घर देखियो यो चाहिँ हाम्रो घर प्राय एकै खालको हुन्छ घर गाउँमा चाहिँ टिनको घर यस्तै हो साथीहरू हैन अब हाम्रो रास्ता सकिन आँट्यो अनि मलाई चाहिँ लिन आएको क्या 2 जना दिदी र भाइ सामान एकदम धेरै लिएर आएको छु भनेर होला डोकै लिएर आउनु भएको रहेछ सो भाइलाई चाहिँ हामीले बोकायौँ कति धेरै ठुलो भएछ भाइ पनि त्यस्तो ठुलो जस्तो त लाग्दैन अहिले त झन् बढेछ हो अनि उसलाई बोकायौँ अनि मैले चाहिँ त्यो सानो थियो क्या त्यसमा के लगेको थियो खोइ यादै छैन के थियो तर मैले त्यो बोकेँ अनि फेरि उसले बोक्छु भनेर मैले दिदीलाई दिएँ ऊ चाहिँ मेरो माइली दिदी हो सो अनि हामी चाहिँ यहाँबाट घर गयौँ यहाँबाट फेरि हिँड्नुपर्छ नि त त्यति धेरै त हिँड्नु पर्दैन सो अलिकति हिँड्नुपर्छ क्या 5 मिनट हिँड्नुपर्छ लाइक यहाँबाट हामी गयौँ लप्सी थियो त्यहाँ लप्सी खाँदेको उसको मुख त ए भगवान् सो फेरि उनीहरू किन कुद्यो मलाई नै थाहा छैन है अनि म पनि हतार कुदेँ छोड्यो भनेर सो कुद्दै गएको अनि फेरि बाटोमा चाहिँ मम्मी घाँस काट्दै हुनुहुँदो रहेछ क्या अनि देखा भन्दै थियो दिदीले मलाई अनि म खोज्दै थिएँ मम्मीलाई तर मम्मी चाहिँ यता कुनामा हुनुहुँदो रहेछ क्या यो चाहिँ मेरो गाउँ हो यो सबै हाम्रो बारी हो ओह मम्मी चाहिँ यहाँ बिचरा कति गाह्रो नि गाउँघरमा काम नगरी नि हुँदैन
गर्दा पनि बिजोग छ। सो मम्मीसँग भेटेँ अनि मम्मीलाई बोलाएर म घर गएँ। मम्मीलाई आउन केलाई घाँस काटेको भनेको भैँसीलाई अरे। अनि आज अब हामी पनि फेरि काट्नुपर्छ नि घाँस। अनि मम्मीसँग गएँ म घरमा जाँदा चाहिँ लक्ष्मी पूजाको लागि चाहिँ हाम्रो रेडी हुँदै रहेछ क्या। दिदीहरूले रेडी गर्दै हुनुहुँदो रहेछ। रङ्गोली हाम्रो फेरि यस्तो हुन्छ नि त घर, त्यही भएर अलिक गाह्रो हुन्छ क्या। माटोको घर हो, त्यही भएर लिपेर बनाउनुपर्छ। माटोको बनाएर यो चाहिँ हाम्रो घर हो। अनि माथि चाहिँ लाइट सेट गर्दै हुनुहुँदो रहेछ बहिनी र बाबाले। ऊ चाहिँ 1 महिना भयो नि त घर आएको, कहिले काठमाडौँ जाउँ जस्तै भइसक्यो भन्दै थियो। सो सबै थोक रेडी बनाएर अनि हामी लक्ष्मी पूजाको लागि चाहिँ तयारी गर्दै थियौँ। अनि यहाँ चाहिँ दिदी, ठुलो दिदी चाहिँ वासरुम गएको रहेछ क्या। मम्मा ओइ जुद्यो। अनि उहाँ चाहिँ हाम्रो बाबा। अनि सबैजना भेट भयो। सो वाउ, 1 महिना पछाडि भेटेको उसलाई चाहिँ मैले। कति खुसी हो हामी त है। अनि ठुलो दिदीको काम थियो रङ्गोली बनाउने। अनि मलाई चाहिँ घर सोर भन्नुभएको थियो। अनि घर सोर्दै थिएँ। उसले चाहिँ त्यही कलशहरू बनाउँदै थियो। उता अर्को दिदीले चाहिँ माला उन्दै थियो। सो यसरी नै भाग गरेर काम गर्नुपर्छ नि त, फेरि ढिलो हुन्छ। लाइक त्यही भएर हामी चाहिँ आफ्नो कामतिर लाग्यौँ। तर मलाई चाहिँ आजै आएको भएर चाहिँ मलाई एकदमै पुरा काम गर्ने अल्छी लागिरहेको थियो क्या। अब यात्रा गर्नु अलिक नमिठो हुन्छ नि त। फेरि मेरो टाउको दुख्छ क्या एकदमै धेरै यात्रा गर्दा। सो अलिअलि टाउको नि दुखिरहेको थियो र पनि मैले घर चाहिँ सोरेँ। तर मलाई एकदमै अल्छी लागिरहेको थियो क्या काम गर्ने। सो यो चाहिँ साँझ परिसकेको थियो। मेरो चाहिँ खासै काम चाहिँ छैन, त्यही पनि म एकदम पुरा गरेँ जस्तो चाहिँ गरिरहेको थिएँ। तर मैले कामै गरेको थिइनँ क्या। बाबा र म नाचेको अरे बाफ्रे, नाच्नु त आउँदैन है फेरि। सो साँझ भएको थियो अनि हामीले साँझ बत्ती बालेर पूजाहरू गऱ्यौँ। अनि पूजा गरेपछि चाहिँ मैले पटका ल्याइदिएको थिएँ कि मेरो भाइलाई। तर त्यो कस्तो बल्दै बलेन क्या। खै ओसिएको हो कि त्यो पुरानो भएको हो कि के भएको हो त्यो त मलाई थाहा भएन। तर पनि बल्दै बलेन जबरजस्ती यति धेरै सिट लाएर पनि बाले पनि भएन। ऊ चाहिँ फेरि आफ्नै पारामा क्या, भित्र त्यो झिलझिलेवाला रहेछ। त्यो पनि पोहोरको हो, त्यो नबलेर छोडिराखेको थिएँ मैले। सो योपालि चाहिँ उसले के गरेर बाल्यो थाहा छैन। ऊ एक्लै भित्र गएको थियो, लाइक बालेर लिएर आएछ। अनि एकछिन त्यही पटाकाहरू पड्कायौँ, झिलझिलेहरू बाल्यौँ। सो यस्तै भयो हाम्रो लक्ष्मी पूजा, यस्तै भयो मेरो यात्रा। सबैजनाले हेरेर माया गरिदिनु होला। 1 सेकेन्ड ह्याप्पी तिहार एभ्रिवान। बाई बाई।